हेलो नमस्ते सेवारो अनि सबैजनालाई स्वागत छ। कृपया भिडियो अन्तिमसम्म हेरिदिनु होला हैन। मेरो 1K लिम्बूको च्यानलबाट चाहिँ भिडियो आएको छैन हैन। धेरै महिना भइसक्यो भिडियो आएको छैन। आज चाहिँ अल्छी लाग्दै थियो अनि आज चाहिँ यसो बनाइदिउँ भनेर केटाहरुसँग निस्किदै छौं। कृपया लाइक कमेन्ट शेयर सब्स्क्राइब चाहिँ जरुर गरिदिनु होला हैन। अब हामी सबैजना तयारी हुँदैछौं। आजको अब केटाहरु दाइहरु साथीहरु हैन, विशेष अब गर्लफ्रेन्डहरु त छैन। अब साथीहरुसँग साथी चाहिँ जाँदैछौं। अनि यता साथी हाम्रो उता सबै अब रेडी भएर उता नुहाउँदैछ हैन। अनि भाइरल हुने साथीहरु यस्तो छन् हैन यहाँ। अनि अब रेडी भयौं हैन। अब जाँदैछौं ढाकाटुक रेडी गरेर यस्तै छ बसै। अब भिडियो हेर्दै गर्नु न अझै। यहाँ हामी अब स्टार्ट भएर जाँदैछौं हैन। यता हाम्रो सोलुको हिरो नम्बर 1 भोजपुरे राई हो। ए भोजपुरको नम्बर 1 हिरो खाट्नी लौ भन्ने बिहान भरि। अनि यता हाम्रो ताब्लेजुङ्गे ल हैन मकवानपुरे। अनि पाँच तरे हो तर भोजपुरे। अनि यता भोजपुरे सबै भोजपुरे। अनि यता चाहिँ पाँच तरे हिरो। अब लाग्यो खौवान घुम्न हेर्दै गर्नु होला। त्यहाँ अब सोल्टिनीहरु त त्यतिकै पनि सधैँ छ यहाँ गोचीमा छ हैन। उता हिरो हाम्रो दाइ म नम्बर 1 हिरो हैन, नम्बर 2 मा मात्रै पर्छ। यहाँ कोरियामा हामी प्युर कुल्ली ग्रुप हो तर एक दुई दिन काम छैन त्यही भएर हामी यसरी घुम्या। हाम्रो केटाहरु उता प्लेस पुस्केछ। केटाहरुले खै के माल जोडेको भन्छ। मालकै कुरा आउँछ यहाँ। अब मालले थुप्रै कुराहरु त जनाउँछ हैन। अब लुगा किन्दा माल किन्यो हात लाउँदैछ। बुढो भए पनि मन कहिले पनि बुढो हुँदैन रे। अब त्यस्तै त होला नि हैन। हामी बिस्तारै अब आफ्नो गन्तव्यतिर लाग्दैछौँ। यो भनेको एउटा सम्झना स्वरूप पछि पनि हेर्न मिल्ने गरी यसरी हिँडेको थियौँ यस्तो गरेको थियौँ भन्ने एउटा यादगार सम्झना स्वरूपको भिडियो पनि हुनेछ। अनि भिडियो चाहिँ पुरा हेरिदिनु होला। अनि थुप्रै कमी कमजोरीहरू पनि छ। कमी कमजोरी थुप्रै हैन थुप्रै अब छ। अब किनभने अब त्यति साह्रै अब गरिँदैन नि त। यो भनेको चाहिँ एउटा सम्झना होस् भनेर चाहिँ आफ्नै लागि चाहिँ भिडियो बनाइएको हो क्या। आफैले पनि पछि अब बुढेसकालमा आफैले हेर्नको लागि बनाइएको हो क्या। अब त्यही भएर सम्झना स्वरूप भिडियो बनाउँदै बाटोमा हिँड्दै हो। बसेको बाटो चाहिँ निस्क्यौँ हैन। अब निस्केर अब लाग्यौँ। अब हेर्दै गर्नु होला। आउँदैछ साथीहरु अनि आउँदैछन् साथीहरु। यो चाहिँ यसरी मतलब अब बाटो काट्ने असरमा एकजना चाहिँ त्यही मालकै कुरा हो। माल निकाल्नलाई चाहिँ भित्र पसेको छ गर्दैछ। अनि बाटो चाहिँ अब कटाउने बेला भयो। किनभने यो बत्ती बलेर ढिलो गऱ्यो भने फेरि चाकमा बत्ती बालिदिन्छ हाम्रो। त्यही भएर अब नबालोस् भनेर समयमै बाटो काटेको हो। अब आज चाहिँ हामीले यस्तो राम्रो ठाउँमा जाने निर्णय गरेको छौँ कि हेर्दै जानु होला भिडियो। कोरियाको एउटा पार्क छ। पार्कमा चाहिँ डान्स गरेको भिडियो पनि आउँछ। हेर्दै गर्नु होला। पार्कमा हिँडेर जान खोजेको यहाँ तर बाटो पो अलिकति बिर्सिएछ। अनि फेरि मेप हेर्दै
हामी लाग्दैछौँ त भाइ चाहिँ अथर मेप अब हेर्दैछ जाँदैछौँ बिस्तारै। यो चाहिँ केपी ओलीले बनाएको टाउडै हेर्नु हो कन्थालको त छैन त भनेर चाहिँ नभनौँ होइन। पार्कमा आइपुग्यौँ। यो चाहिँ एकदम राम्रो छ है। यहाँ विशेष साकेला पनि नाच्छन् यहाँ अनि यहाँ नेपालीहरू थुप्रै रमाइलो गर्छन् तर एकदम यो पार्क चाहिँ अब रमाइलो छ। हेर्दै गर्नु होला हेर्दै जाउँ होइन। चाहिँ हामी गन्तव्यमा लाग्दैछौँ होइन। घुम्दै फिर्दै यसरी यता रमाइलो ठाउँहरू सिनहरू देखाउँदै कहिले उकाली कहिले ओह्राली कहिले भन्ज्याङ चौतारी होइन। जिन्दगी भनेको घुमफिर गर्दा गर्दै बित्ने हो। अब कहिले घुम्नु पर्छ यति काम त्यति काम भनेर हुँदैन होइन। अब कोरियामा चाहिँ कस्तो पनि हुन्छ भन्दा यहाँ साथीहरू आएर 5-10 वर्षमा पनि अब आफ्नो रुमदेखि बाहिर ननिस्किने, अब पैसा खर्च हुन्छ भनेर साथीभाइ नभेट्ने त्यस्तो साथीहरू पनि थुप्रै छन् यहाँ। पैसाको नाममा कोरियामा चाहिँ यहाँ त छैन। पैसाको नाममा 1 रुपियाँ खर्च नगर्ने अनि आफै किनेर चाहिँ नखाने होइन। अनि किनिदियो भने चाहिँ यो पनि खानु जस आधी केजी मासु चाहिँ मै हो। आधी केजी मासु चाहिँ मै एक्लै चाहिँ अब मुङ्ग्राउने साथीहरू पनि छन् होइन। हेर्दै जानु होला। यो चाहिँ पहिला पुरानो साम्राज्य यहाँ जस्तै यहाँ एउटा राजा बस्थ्यो अरे अनि एउटा दरबार जस्तो पनि हो। अनन्त भन्ने राजा बस्छ। अनन्त भनेको मै हो फेरि। अनन्त उता हुनुहुन्छ अनन्त राई। र के भन्नुहुन्छ भन्दा म हेर्दा मात्रै अलि बुढो बुढो हो। मन चाहिँ 16 वर्षे केटोको भन्दा पनि अब उर्वर छ भन्दिन। उर्वरै छ। शक्ति हेर्नुहुन्छ भने शक्ति त झन् कुरै नगरौँ। अब अरू कुरा आफै बुझ्नुहुन्छ कोरियामा हुनुहुन्छ भने। यहाँ कुरै अब कान्छा र कान्छीको मात्रै निस्किन्छ होइन यहाँ। अनि त्यही भएर यहाँ हाम्रो यहाँ आस्ते आस्ते कुरा गर्दैछ। यो चाहिँ किल्ला हाम्रो यहाँ हेरौँ त भुपु तोप हो। यहाँ आगो लागेर आम्मै पड्काएपछि कहाँको किल्ला चाहिँ ड्याममै जान्थ्यो। आम्मा यस्तो थियो यस्तो रहेछ पहिलाको। यो दरबार एरिया हो। यहाँ पार्क जस्तो पनि छ होइन। अनि यहाँ चाहिँ थुप्रै अब हेर्दै जानु यस्तो छ। यहाँ पुरा सबै बारेको रहेछ। किल्ला रहेछ क्या त्यो पुरा राजाहरूको बस्ने। त्यो छ यहाँ त रमाइलो हेर्नु त चाहिँ घुम्ने ठाउँहरू हो। अनि यहाँबाट हेर्ने टक्क तोपहरू राखेर यता पारिवारिक किल्लाहरू चाहिँ ड्याम पड्काउँदै हान्ने रहेछ। त्यतिखेरको यो उत्तर कोरियासँग लड्दाखेरि पक्कै पनि यो एउटा चाइनाको ग्रेट वाल जस्तो छ। यसरी हामी चाहिँ किल्ला घुम्दैछौँ। यहाँ आफ्नै आफ्नै तरिकाले रमाइलो गर्दैछन् नि यसरी। अनि रमाइलो छ यस्तै छ है।
यहाँ कोरियाको दृष्टिहरू प्रकृति हेर्नु प्रकृति पनि एकदम घुम लाग्ने डुलुम लाग्ने हैन। अनि यता साथीहरू आफ्नै तालले फोटो खिच्दैछ रमाइरहेछन्। यसरी घुमफिर गर्दै जाँदा हैन यताबाट चाहिँ अब शक्तिशाली आक्रमण भयो भने यो दुलोबाट व्यवस्था गर्ने हो हैन। यो एउटा ग्रेट वाल जस्तै ठाउँ हो। ओहो लु माल त यहाँबाट कडा देखिने रहेछ। यस्तो दुलो छ यहाँ भारी दुश्मनहरूले आक्रमण गर्दाखेरि पनि यहाँ ग्रेनेड तल हाली पठाउने चढ्दैछ कि तल हान्ने रहेछ हैन त्यस्तै छ। अनि यहाँ हेर्दैछ यहाँ पढ्दैछ अलिकति उनीहरू चाहिँ विज्ञानै मानिन्छ यता कोरियामा। हाम्रो 10-12 वर्षसम्म चाहिँ नेपालमै पढाएर अहिले आउनुभएको त्यो कारणले एकदम पढ्दैछ। फेरि हामी उकालो नै लाग्यौँ है। उकालो लाग्दै रात झमक्कै साँझ पर्यो। अब हामी अझै पनि गन्तव्यमा पुग्न सकेको छैनौँ किनभने यो वाल जुन दुश्मनले हमला गरेपछि छेक्ने एउटा वाल छ। ठक्क त्यो वालमा हामी वाल साइड यसो हिँडेर जाँदैछौँ हैन। कृपया यो चाहिँ यहाँ एउटा इतिहास लुकेको छ त्यसैले साँच्चै दुश्मनहरू देखिन्छ कि भनेर टक्क दुश्मनलाई हान्ने दुलोहरू हैन। अब उता एक किसिमले डराइ पनि रहेछ। अब यस्तो ठाउँमा आइसकेपछि यो चाहिँ राति यहाँ आफै व्यवस्था हुने मुनिबाट बत्तीहरू। ओहो लो यो चाहिँ भुटानको लामी डाँडा भन्दा उकालो रहेछ तर पनि हाम्रो यात्रा भनेको निरन्तर छ जारी छ। हाम्रो गन्तव्य अझै पनि पुग्न सकेका छैनौँ। हामी हिँडेको लगभग 3 घन्टा भइसक्यो हैन। 3 घन्टासम्ममा पनि हाम्रो यात्रा निरन्तर हुँदै यहाँसम्म आइपुगेको छ। यो उकालो यो दरबारको वालको छेउमा चाहिँ हामी हिँड्दैछौँ है। अब यहाँ चाहिँ एउटा बेस क्याम्प जस्तै त्यहाँ चाहिँ सेनाहरूले मालपानी बजाउँथ्यो अरे। अनि यता पार्क रहेछ। अनि आमा लगभग हामी हिँडेको भनेको परदेखि हिँडेको आमेन। अनि अझै पनि पुगेको छैनौँ। यहाँ अब पहिलो त्यो चाहिँ बेस क्याम्प हो। वास्तवमा यो घन घसियाको उकालो जतिकै ठाडो रहेछ। निकै मसँग हुने चाहिँ निकै बहुचर्चित अब हास्य कलाकारिता नभनौँ त्योभन्दा यहाँ कोरिया भाषीय कलाकारहरू चाहिँ हो। अनि यता सोलुको खुम्बुको मेन कलाकार म आउनुहुन्छ। अनि उकालोमा हिँड्दै गाँड गुलेली कण्ठो खरानी भयो भन्दैछ होइन। अनि यो ठाउँमा चाहिँ मुख्य थुप्रै कुराहरू छ। हो यहाँबाट यो ठाउँमा भन्दा नि ठाउँमा भन्ने के ठाउँमा यो तिनजुरे अनलाइनको देवेन्द्रले हेर्नुहोस् दर्शकवृन्दहरू यही ठाउँमा चट्टै पक्कै पनि यहाँभित्र त पस्न मनाही छ। यहाँ ठाउँमा सिनहरू मालपानी खाने ठाउँ हो पहिला त्यही भएर हामीलाई पस्न दिँदैन। यहाँ अर्को कुरा पिसाबले पनि लत्तु च्याप्या छ। यहीँ भित्तामा व्यवस्था गरौँ भने नहुने होइन। फेरि त्यस्तै तिर्खा लाग्यो निर्माया। ठिकै छ दुःख कष्ट गर्दै अब हामी होइन उ त्यो झर्ने बाटो छैन रहेछ नि त। अब फर्किनु पर्यो नि।
औ त झर्ने बाटो त छैन नि त टुप्पोमा पुगौँ न निकै माथि नै पुग्यौँ टपमै पुग्ने हो लाल किल्ला अब निकै अब यत्रो हिँडिसकेपछि यहाँ चाहिँ खासमा चाहिँ जोडी जोडी आउने रहेछ है ओहो चितवनको वन जङ्गल जस्तै रहेछ यहाँ हात्ती बाघ भालु यहाँ हरेक जनावरहरू पाउँछ अरे राति सेफ भएर हिँड्नुपर्छ भन्दैछ यता चारा भाइ हिँड्न नसकेर थकथक्क बसिया छ बाटोमा आमाको दुध खाने बेलामा बिचरा बाउले यस्तो पार्कतिर कहाँ डुलाएको हो उकालो 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 गाँड गुलेली कन्डो खरानी उकालो 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 नाक ठोकिन्छ त यो उकालो त हेरौँ त मसँग हिँड्नेहरू ए यहाँदेखि पल्लोपट्टि झरियो भने सिधै हो गाँड गुलेली कन्डो खरानी मान्छे चाहिँ फेरि भोलिको समाचारमा सीमित अनि सब वन जङ्गल यहाँ चाहिँ यस्तो रहेछ हल्का तेर्छो अनि चाहिँ टुप्पी टुप्पी पुग्दा गुम्बाहरू होइन अनि यहाँ माथि चढेर एकचोटि दृश्य हेरौँ ओह आम्मा हो निकै माथि आएको रहेछ म आम्मा यस्तो छ त ए यतापट्टि अब यस्तै उकालो यो चाहिँ राजाको दरबारमा प्रवेश हुँदैछ अब हामी चाहिँ लाग्ने उकालो यस्तै छ भित्र किला घरदेखि सबै काठको यहाँ त डोले मायालु जोडीहरू मात्रै धेरै बस्दो रहेछ अब हिँड्दा हिँड्दै रात पर्यो अब यहाँ बत्तीहरू पनि ढक्क बाल्न थाल्यो अनि यस्तो छ है रातिको दृश्य यिनीहरू चाहिँ यस्तो छ अनि अब बत्ती बाल्यो साथीहरू आफ्नै दलमा उफ्रिँदै फोटो